साथीहरू पानीपुरी कसलाई मनपर्छ? पानीपुरी मन नपर्ने त सायद कमै हम होला। नभए त्यही नै कति सजिलो हुने, प्याकेटको पानीपुरी लिएर आएपछि तेलमा हालेर फुराए हुने। मैले चाहिँ फुराएँ तेलमा हालेर, अनि पानीको मसला, पानीमा हाल्ने मसला पनि त्यसैमा हुन्छ नि त। अनि मैले त्यही मसला हालेर चुकमिलो नुन खुर्सानीहरू थपेँ। मैले चाहिँ पतिना नि हाल्यो। अनि त्यसपछि आलु उसिनेर आलु पनि बोक्रा ताछे मसिनो गरेर फुटाएँ। त्यसपछि प्याज हालेँ, कति हाल्छौँ। अनि मैले चाहिँ हरियो खुर्सानी र अनि धुलो खुर्सानी दुइटै हाल्यो, पिरो अलिक खाने भएको भएर, नयाँ आलु भएको भएर। कस्तो आलु नि फर्र परेको के, कस्तो राम्रै नदेखिएको, तर खाँदा चाहिँ मिठो थियो है। अनि त्यसपछि नुन हालेँ, मसला हालेँ, तेलमा फ्राई गरेको बदाम हालेँ। अनि त्यसपछि चाउचाउ हालेँ। तपाईँहरूले चाउचाउ हालेर खानुहुन्छ किन? यस्तो मिठो हुन्छ चाउचाउ हालेको। अनि हेर्दा त कस्तो देखियो है, तर खाँदा त यम्मी भयो थियो। तपाईँहरूले नि खानु बनाएर।